नमस्ते नमस्कार सन्चै हुनुहुन्छ हजुरहरू फेरि पनि स्वागत छ मेरो न्यू ब्लगमा। आज धेरै दिनपछि पछि मैले भिडियो बनाउँदैछु किनभने केही यसो स्वास्थ्यमा प्रब्लम देखेको थियो, त्यही भएर कहीँ जान पाएको थिएन। अनि आज यसो गाउँको बजारतिर जाँदैछु होइन। अब यतातिरको हाम्रो गौशालाको भिडियो बनाउँदैछु, मेला पनि रहेछ। अब त्यही हो, हेर्नु हाम्रो गाउँको यस्तो दृश्य छ होइन। फाइनली गाइस हामी अब घरबाट निस्किसकेको होइन। हेर्न सक्नुहुनेछ यता भतिजाहरू। अब के गर्नु, अलिक स्वास्थ्यको कारणले गर्दा भिडियो बनाउनु पाइएन, अब बनाउँदैछु। यहाँ हेर्नु हाम्रो गाउँको रोड, महादेव मन्दिर, सबभन्दा बढी चर्चित होइन। गाइस हेर्नु हाम्रो गाउँको पानी ट्याङ्की, यही पानी ट्याङ्की हो जहाँबाट जडै चोरी भइसकेको थियो, मिसिनै चोरी भइसकेको थियो। अगाडि निमल चोक जाने बाटो, हामी यो बाटो जाने। अब हाम्रो यही गुरु हो, गुरु भन्नाले आज मेला हेर्न जानु लागेको भतिजाहरू छ। हाम्रो गाउँतिरको अहिले उखुको खेती हुँदैछ होइन। हेलो गाइस, मेरो गाउँ अब चाहिँ गर्मी राम्रो खालको गर्मी पर्न थालेको, गर्मी एकदमै सलिड गर्मी आइरहेछ। हामी आउने बेलामा त्यति धेरै थिएन, तर अब 1-2 हप्ता भयो। कहिलेकाहीँ राति पानी पनि पर्छ, गर्मी पनि हुन्छ। ल फाइनली गाइस हामी अब गौशाला बजारमा छिर्न लागेको। धेरै त होइन, 10 मिनट अझै लाग्छ। 10 मिनटपछि हामी बजारमा प्रवेश गर्नेछौँ। अनि त्यहाँबाट मेलाको दृश्य देखाउँछु। सबैजना भिडियो हेर्दै गर्नु होला, स्किप नगर्नु होला। प्लिज लाइक सब्सक्राइब पनि गरिदिनु होला सबैजना, माया प्रेम दिनु। गाइस हेर्नु यहाँ छ मेला, मेलाको नजिक आइपुगेको छौँ। उता प्रोग्राम पनि भइरहेछ हेर्नुहोस्।
गाइस हेर्नुहोस् अघि त मेरो माइकको साउन्डै आएन सरी गाइस। यो गौशालाको होइन यो पुरै मोटरीभरिमा सबभन्दा ठुलो मन्दिर हो। यहाँनिर तपाईँले हेर्न सक्नुहुनेछ यो गौशालाको सबभन्दा ठुलो मन्दिर भन्छ दुर्गा माताको मन्दिर छ होइन। यो पुरै मोटरीभरिमा यस्तो मन्दिर कहीँ पनि छैन। यसमा चाहिँ प्योर शङ्खमलमलको दुर्गा माताको चाहिँ राखेको रहेछ। सबभन्दा ठुलो दुर्गा माताको मन्दिरमा भाइहरू हेर्नुहोस् यहाँ भिडियो बन्दैछ मान्छेहरू बनाउँदैछ। आज धेरै दिनपछि दुर्गा माताको हाम्रो घुमघाम मेला सक्यो होइन। तर सरी गाइस एउटा चाहिँ मिस्टेक के भएको थियो अघि मेरो माइक चाहिँ गइसकेको थियो। मैले बोलेको केही सुन्न पाइएन होला सायद। यसो दुःख नमानिदिनु होला साथीहरू होइन। सकेसम्म मैले भिडियो राम्रै बनाउनु कोसिस गरेको थियो तर अलि बिचमा यो माइकले गर्दा अलिकति बिसोर भएको छ।